कि नेपाली कांग्रेस बदलिएर आएको छ। नेपाली कांग्रेस मुलुक बदल्न चाहन्छ। त्यो बदल्ने अभियानमा यहाँबाट जुन सहयोग साथ र विश्वास रह्यो त्यसका लागि हामीले पार्टीलाई रूपान्तरण गर्ने, पार्टीले बहकिएको अवस्थाबाट पार्टीको मूल मार्ग मूल मन्त्रको बाटोमा अगाडि बढाउने क्रममा जुन एउटा अभ्यास गर्यौं त्यो अभ्यासबाट आज पक्कै पनि धेरै साथीहरूको मनोबल चाहिँ बढेको छ भन्ने मैले बुझिरहेको छु। हामी विभिन्न जिल्ला घुम्ने क्रममा मलाई यसपालि नेपाली कांग्रेस केन्द्रीय कार्यालयले केन्द्रीय समितिले नवलपुर जिल्लाको यो दुईवटा क्षेत्रमा पुग्ने, यहाँका दाजुभाइहरूसँग भेट्ने, यहाँका पार्टीका साथीहरूसँग भेट्ने, यहाँका मतदाताहरूसँग भेट्ने र यहाँको परिस्थिति के छ, यहाँको चुनावी अभियान कसरी चलेको छ, यहाँका मानिसहरूको मानसिकता कस्तो छ र कस्तो खालको अपेक्षा नेपाली कांग्रेससँग यहाँका जनताले गरेका छन्, ती विषयहरूको एउटा प्रतिवेदन तयार गरेर केन्द्रीय कार्यालयले त्यसको एउटा फेरस्त तयार गरिसकेपछि भावी दिनमा नेपाली कांग्रेसको सरकार बन्दा, नेपाली कांग्रेसले आफ्नो नीति तथा कार्यक्रमहरू अगाडि ल्याउँदा, नेपाली कांग्रेसको घोषणापत्र समेतमा राख्नुपर्ने कुराहरूको पहिचान गरेर अगाडि बढ्ने अभियानमा हामी यहाँ जुटेका छौँ। धेरै साथीहरूलाई मैले यहाँ चिनेको छु, भेटेको छु। धेरै साथीहरूसँग म योभन्दा पहिला पनि राजनीतिक गतिविधिहरूमा जोडिएको छु। किनभने गैंडाकोट आउँदा म बागलुङकै कुनै गाउँमा छु, कुनै ठाउँमा छु जस्तो मलाई लाग्छ। हुन त धेरै साथीहरू पहाडबाट यहाँ बसाइ सरेर आउनु भएको छ। म अलिकति उल्टो खालको यात्रा गरेको छु। म गैंडाकोटबाट बागलुङ फर्किएकोमा, धेरैलाई थाहा छैन होला, म धेरै पहिला गैंडाकोट आएको र गैंडाकोटबाट बागलुङ फिर्ता गएको मान्छे। त्यो कागज फ्याक्ट्रीले मेरो घर जग्गा खाइदिएपछि म बागलुङ गएँ। त्यसैले म गैंडाकोटबाट बागलुङ फर्किए मान्छे। धेरै साथीहरू यहाँ बागलुङबाट यहाँ आउनुभएको छ। अब म थोरै नेपाली कांग्रेस र वर्तमान सन्दर्भलाई थोरै जोड्न चाहन्छु। हामीले भन्ने गरेका छौँ बदलियो कांग्रेस बदल्छौँ देश। अब यो प्रश्न पनि धेरै लिएर आएको छ। यसले के बदलियो त? एकजनाको ठाउँमा अर्को मान्छे आएर बदलिएर पुग्यो। हिजो कोट लगाएको मान्छे आज ज्याकेट लगाएको मान्छे आएर पुग्यो। हिजो यहाँ डाक्टर साहब चुनाव लड्नु भएको थियो, आज बालकृष्णजी आएर चुनाव लड्नुभयो पुग्यो। होइन, नेपाली कांग्रेस बदलिएको छ। नेपाली कांग्रेसको मूल मन्त्र हाम्रो ब्यानरको माथि लेखिएको छ, राष्ट्रियता, लोकतन्त्र, समाजवाद। हामी त्यो दिशामा कति अगाडि पुग्यौँ? राष्ट्रियताको सवालमा हामी कति अगाडिसम्म यात्रा गऱ्यौँ? लोकतन्त्रको सवालमा हामीले कति यात्रा गऱ्यौँ? समाजवादको बाटोमा हामी कति अगाडि पुग्यौँ? आज हिसाब खोज्नुपर्ने बेला आयो। आम जनताले हिसाब खोजिरहेका छन्। नेपाली कांग्रेसको पार्टी पंक्तिभित्र यो हिसाब खोजिएको छ। यहाँहरूलाई बधाई दिन चाहन्छु। आज हाम्रो सामु करुणाजीहरू फेरि सँगै हुनुहुन्छ। उहाँहरूले पनि हिसाब खोज्नु भएको थियो। नेपाली कांग्रेसले अपनाएको नीति, नेपाली कांग्रेसले लिएको बाटो, त्यो बाटोमा हिँडिरहेको छ कि छैन? त्यो बाटोमा हिँड्नको लागि उहाँहरूले प्रयास गर्नुभयो। उहाँहरूले गरेको यात्राले नेपाली कांग्रेस अगाडि बढेको उहाँहरूले ठान्नु भएन, सक्नु भएन, छोडिदिनु। फेरि अहिले हामीले प्रयत्न गर्यौं, महसुस गर्यौं, पार्टीको नेतृत्वले महसुस गर्यो अब नेपाली कांग्रेसलाई अगाडि बढाउनु पर्छ, नेपाली कांग्रेसलाई रूपान्तरण गर्नुपर्छ, नेपाली कांग्रेसलाई बदल्नु पर्छ, नेपाली कांग्रेसलाई बदलेर देश पनि बदल्नु पर्छ भन्ने अठोट हामीले जुन गर्यौं त्यो अठोट गर्दै गर्दा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन हुनु पुग्यो। त्यो दोस्रो विशेष महाधिवेशनले दुईवटा मूलभूत कामहरू गरेको छ। एउटा नीति बदलेको छ, दोस्रो नेतृत्व बदलेको छ।
नीति बदल्दै गर्दा कांग्रेस बदलिने हो। नेतृत्व बदलेर मात्रै हुने भए नेतृत्व 14 पटक बदलिसकिएको छ।